समाज सेवाको आवरणमा विध्वंस र अबोध बालबालिकाको बलिदानी न्यायको पर्खाइमा भदौ 23-24। काठमाडौँ जलिरहँदा धुवाँको मुस्लोसँगै निसासिएको सत्यलाई उजागर गर्न हामीले भदौ 23 र 24 गते भएको घटनाको सन्दर्भमा सबैले देखेको तर अन्तर्राष्ट्रिय मिडियाले नदेखेको विषयवस्तुहरू समेटेर एउटा रिपोर्ट तयार पारेका छौँ। कसरी समाज सेवाको मुकुण्डो लगाएका पात्रहरूले आफ्ना निहित स्वार्थ र शक्तिको भोक मेटाउन देशका भविष्य मानिने अबोध बालबालिकालाई मानव ढालको रूपमा प्रयोग गरे भन्ने डरलाग्दो यथार्थलाई यस रिपोर्टको सारांश हो। स्कुल ड्रेस, बन्दुकको अगाडि निर्दोषको ढाल। सबैभन्दा हृदय विदारक पक्ष त के छ भने आन्दोलनका नाममा 12 देखि 18 वर्षका अबोध बालबालिकालाई विद्यालयको पोसाक र झोला बोकाएर सडकमा उतारियो। ती निर्दोष नानी बाबुहरूलाई भनिएको थियो स्कुल ड्रेसमा जाँदा प्रहरीले केही गर्दैन, अन्तर्राष्ट्रिय कानुनले तिमीहरूलाई जोगाउँछ। तर उनीहरूलाई यो भनिएन कि उनीहरूलाई ब्यारिकेडको अगाडि उभ्याएर पछाडिबाट ढुङ्गा हान्ने र आगो लगाउने एउटा ठूलो गिरोह सक्रिय थियो। आफ्ना सन्तानलाई स्कुल पठाएका आमा बाबुले जब आफ्ना छोराछोरीको रगतले लतपतिएको लुगा र शव देख्नु पर्यो, त्यो पीडाको हिसाब कसले दिने? श्रीएम चौलागाई जस्ता नाबालकको ज्यान जानु र दर्जनौं बालबालिका घाइते हुनु कुनै संयोग थिएन। यो त आयोजकहरूले रचेको एउटा मानवीय ढालको पासो थियो। हामी नेपालको रहस्यमय सक्रियता र आगजनी, आफूलाई समाजसेवी चिनाउने र जेनजी उमेर समूहभित्र नपर्ने सुदन गुरुङ र उनको संस्था हामी नेपालको भूमिका यो घटनामा निकै शङ्कास्पद देखिन्छ। सीसीटीभी फुटेजमा उनीहरू वाकीटाकी बोकेर र विशेष ज्याकेट लगाएर प्रहरीलाई झुक्क्याउँदै आगजनीको नेतृत्व गरिरहेको अवस्थामा भेटिएका छन्। जनसेवा प्रहरी वृत्तदेखि सिंहदरबार र संसद भवनसम्म लागेको आगोको मुस्लोसँगै यो समूहको उपस्थिति देखिनुले पुष्टि गर्छ उनीहरू उद्धार गर्न होइन, विध्वंस मचाउन सडकमा थिए। डिजिटल जालझेल र नियोजित विद्रोह, यो कुनै स्वस्फूर्त जेनजी विद्रोह थिएन। डिस्कर्ड र वेबसाइट मार्फत यसको पल पलको कमान्डिङ गरिएको थियो। सेनाको सूचनामा समेत पहुँच राख्ने यो समूहले कुन समयमा कहाँ आगो लगाउने र कसरी सत्ता कब्जा गर्ने भन्ने लगबुक नै तयार पारेको थियो। बालेन्द्र शाह जस्ता लोकप्रिय भनिएका नेताले सामाजिक सञ्जालबाट बालबालिकालाई उक्साउनु र पछि सुदन गुरुङ जस्ता पात्रहरूलाई रासपामा प्रवेश गराएर चुनावी उम्मेद्वार बनाउनुले यो सबै सत्ता प्राप्तिको एउटा घृणित खेल थियो भन्ने प्रश्न पार्छ। न्यायको माग, कोही पनि कानुनभन्दा माथि छैन। आज ती विध्वंसकारीहरू सांसद बन्ने होडमा छन्, तर ती 76 जना मारिएका युवा र अबोध बालबालिकाको परिवार अझै न्यायको पर्खाइमा छन्। यता गौरी बहादुर कार्कीको नेतृत्वमा बनेको छानबिन आयोगको रिपोर्ट अझै सार्वजनिक भएको छैन। घटनामा संलग्न जो कोही होस्, चाहे त्यो सत्ताको आडमा दमन गर्ने र जेनजी आन्दोलनको उपहास गर्ने तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली हुन् वा आन्दोलनको नाममा बालबालिकालाई ढाल बनाउने बालेन शाह र सुदन गुरुङ, चाहे जेनजी आन्दोलनको मौका छोपेर जेल तोडेर भाग्ने रवि लामिछाने हुन् वा विध्वंसको ताली बजाउने अन्य कुनै समूह, चाहे त्यो काङ्ग्रेसको होस्, एमालेको होस्, माओवादीको होस् वा आज नयाँ शक्तिको नारा दिने रासवापकै नेता किन नहोस्, सार्वजनिक सम्पत्ति जलाउने, हतियार लुट्ने र नाबालकको रगतसँग होली खेल्ने जोसुकैलाई पनि हदैसम्मको कारबाही हुनुपर्छ। यदि कोही अपराधीहरूलाई राजनीतिक संरक्षण दिएर उन्मुक्ति दिइयो भने भविष्यमा फेरि कुनै अर्को समाजसेवीले हाम्रा छोराछोरीलाई स्कुल ड्रेसमै बलि चढाउने हिम्मत गर्नेछ। कानुनको नजरमा सबै समान हुनुपर्छ र भदौ 23-24 को त्यो रगतको टाटाले न्याय पाउनै पर्छ।